धनिया र खुर्सानी पनि काटौँ। अदुवालाई पनि काटेर मिक्स गरौँ। अब यी सबमा चिकनलाई पनि मिक्स गरौँ। मोमोलाई चाहिने मसलाहरू पनि एकपछि अर्को गर्दै मिक्स गरिदिउँ। आइसवाला लसुन पनि राख्यौँ हामीले। यो चाहिँ लसुन पेस्ट है। मिक्स भएपछि यस्तो भयो किमा। अब मैदा बेल्दै मोमो बनाऊँ। अनि यसलाई मोमोको सेप दिएर फ्रिजमा फ्रोजन हुन छोडिदिउँ। हाम्रो मोमो फ्रोजन भएर रेडी भयो।